नमस्ते सबैमा। नेपालको इमिग्रेसन विभागले एउटा सूचना जारी गरेको छ। सूचनामा युए तर्फ जाने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको पासपोर्टमा एयरपोर्टका कर्मचारीहरूले वर्किङ नट एलाउड, एम्प्लोइमेन्ट इज स्ट्रिक्टली प्रोहिबिटेड भनेर म्यासेजहरू लेखिदिनु भएको छ। यो विभागले क्लियर गर्नु भएको छ कि यस्तो कुनै पनि कर्मचारीलाई अर्डर नदिएको र यो कर्मचारीले आफै मनमर्जीले लेखेको भनेर उहाँहरूले भन्नुभएको छ र यस्ता लेख्ने कर्मचारीप्रति उहाँहरूले कानुनी कारबाही गर्ने पनि उहाँहरूले जनाउनु भएको छ। त्यसैले तपाईँ युए तर्फ जाँदै हुनुहुन्छ भिजिट भिसामा भने तपाईहरुसँग पासपोर्ट हुन पर्यो, 6 महिना म्याद भएको भिसा हुनु पर्यो अनि हवाई टिकट भएपछि तपाईँ नर्मली तरिकाले जस्तो पहिला जानुहुन्थ्यो त्यस्तै तरिकाले तपाईँ सहज तरिकाले जान सक्नुहुन्छ। विभागले नोटिस जारी गरेर यसप्रति भ्रममा नरहन उहाँहरूले जानकारी गराउनु भएको छ। धन्यवाद।